यहाँनिर हेर्नु त यहाँनिर हामीले यस्तो चाहिँ कसरी बनाउन सकिन्छ त प्रिमियर प्रोमा। पहिला यहाँ राइट क्लिक गर्ने अनि पछि चाहिँ न्यू आइटममा गएर चाहिँ यो एडजस्टमेन्ट लेयर बनाउने है, ओके गरिदिने। यो एडजस्टमेन्ट लेयरलाई चाहिँ ड्र्याग गरेर यहाँ राख्ने, थोरै जुम गरौँ। अब चाहिँ हामी इफेक्टमा गएर क्रप सर्च गर्ने, क्रपलाई चाहिँ ल्याएर एडजस्टमेन्ट लेयरमा हाल्दिउँ र इफेक्ट कन्ट्रोल्समा जाम। यो छ नि यो चाहिँ याद गर्नुपर्छ है, हाम्रो सुरुमै हुनुपर्छ यो है, हाम्रो यो बार छ नि यो बार चाहिँ सुरुमा हुनुपर्छ है। अब हामीले गर्ने चाहिँ यो टप र बटमलाई हो है, टपलाई र बटमलाई एनिमेसन अन गरिदिउँ अनि 50-50 भ्यालु दिउँ, 50, बटमलाई पनि 50 दिउँ। अब चाहिँ कहाँसम्म चाहियो हामीलाई टगल एनिमेसन, यहाँसम्म गरौँ है त। अब यसलाई 0 गरिदिउँ, टपलाई पनि 0 गरिदिउँ। ल अब चाहिँ हाम्रो एनिमेसन रेडी भयो है।